हेलो गाइज, अहिले हामी त्यही है मेरो साथी पनि भेटेछु र यसको ब्याग पनि बोकिदिरहेको छु। जाने चाहिँ यहाँ फोनमा बिजी हुनुहुन्छ साथीसँग है, रुम पार्टनरसँग। अन्त हामी चाहिँ अब साथीले भन्दैछ कि मलाई कुतुब मिनार जान्छस् भन्दैछ। जान्छु भन्दै होइन मैले। अब यसले त धेरै घुमाउँछ नि त मलाई। अब यो धेरै भयो, 5-6 साल भयो दिल्लीमा बसेको र जाँदैछु। अब अहिले त ड्युटी छैन हो, 3 तारिक त म जोइन गर्छु। काम पनि राम्रै छ, ढाबा पनि राम्रै छ हो। अन्त जाँदैछु है। र तपाईँहरूलाई के कस्तो लाग्छ र म भन्नेछु है। ओइ हाई भन्दै, हाई। यहाँ चाहिँ मेरो साथी है नाम्चीको, उहाँ चाहिँ के भन्नु भन्दैन। 22 देखि चाहिँ अहिले मात्रै भेटेको हो। अन्त अब हामी चाहिँ दिल्ली जाँदैछौँ। 5-6 साल भइसक्यो उहाँ चाहिँ काम गर्नुभएको है। र हेर्दै गर्नुहोस् तपाईँले मेरो युट्युब च्यानल। दाइले मलाई सब्जी दिनुभएको अरे हो, मासु रहेछ। अन्त म चाहिँ जाँदैछु, यहाँ हुनुहुन्छ दाइ चाहिँ। आफूले खिच्नु पऱ्यो मलाई पुरा। यता देखाउनै पर्छ नि यो। ए हुन्छ हुन्छ हुन्छ। कति टाइम पुगेको है। अब चाहिँ म कुतुब मिनार जान्छु है, तपाईँहरूलाई देखाउँछु ल। म दिदीहरू त है यो सेक्टरमा काम गर्नुहुन्छ हो। र म चाहिँ अब यहाँनिर भैयालाई भनेको है, म चाहिँ मेट्रोमा जान्छु है। र मलाई चाहिँ मेट्रो लानु आँटेको छ है यहाँबाट। उसले त भन्दैछ यहाँ दिदीहरूको घरबाट चाहिँ 50 रुपियाँ लाग्छ अरे है हो। र जाँदैछु है। तपाईँहरूलाई के कस्तो लाग्छ। एकजना बहिनी पनि यही साइडमै छ है। बहिनीको नाम त म मेन्सन गर्नु सक्दिनँ है, बादमा म तपाईँहरूलाई देखाउँछु भनेर भनेको छु है। र के कस्तो लाग्छ तपाईँहरूलाई है, मेरो भिडियोहरू लाइक गरिदिनुहोस्। मन पराए मलाई अब धेरै सपोर्टको खाँचो छ है। अब युट्युबरहरूले त अब त्यही हो, सपोर्टै चाहिन्छ है। अनि तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् नयाँ जति आउने उनीहरूले है। र जाँदैछु म, तपाईँहरूलाई देखाउँछु है कुतुब मिनार कस्तो रहेछ के रहेछ भनेर। गएको छुइनँ म, 3 पल्ट भइसक्यो योसँग आएको चाहिँ म। 3 पल्ट भन्दा त के, अब एयरपोर्टमा त 4 पल्ट भनौँ न। पहिला पनि अब बाहिर जाँदाखेरि निस्केको, तर यहाँ चाहिँ म चाहिँ अब उयो त भएको थिएन, घुमेको थिइनँ। अब पहिला पनि साथीहरूसँग बस्दाखेरि त्यस्तो घुम्नु पाइनँ है। कोरोनाको टाइम थियो 2022मा। र अहिले चाहिँ म अब जाँदैछु है यहाँ मेट्रोमा। कस्तो लाग्छ मलाई। अन्त घुम्नुपर्छ, राम्रो राम्रो ठाउँ छ है, घुम्नु पनि पर्छ, काम पनि गर्नुपर्छ। र हेर्दै गर्नुहोस् है। यो चाहिँ मेट्रोको माथिबाट खिचेको हो। आयो अब त हामी चढेर जाँदैछु है। म चाहिँ अहिले भन्दाखेरि चाहिँ है कुतुब मिनारमा जानुको लागि चाहिँ है मेट्रोबाट उत्रिसक्यो। अब यहाँ ओह्रालो टाउन जानुपर्छ होला जस्तो लाग्दैछ। यहाँ नै म कहाँबाट आएको, सिकन्दरपुरबाट आएको होइन, अन्ली 30 रुपिस मात्रै लागेको छ हो। र अहिले अब अर्को उयसबाट आउनु पऱ्यो भने त हामीलाई धेरै लाग्छ नि त। ओलाहरू बुक गर्नु पऱ्यो भने चाहिँ नभनेको पनि धेरै लाग्छ। हाम्रोबाट त धेरै टाढो हो यहाँ है। अन्त यो चाहिँ अब यो छ नि जुन चाहिँ, यसलाई चाहिँ अब त्यहाँनिर अब के भन्नु, अब तपाईँलाई ट्याग पार्नु पर्दछ, अन्त मात्रै बाहिर निस्किनु पाउँदो रहेछ हो। म चाहिँ जाँदैछु
कुतुब मिनार भन्दैछ यिनीहरूले हो भैयाहरूले। देखो ऐसा भर के जा रहे थे। म त के भन्नु चाहेको थिएँ नि 50 रुपए ठीक है मैम। हाँ ठीक है। रास्ते में मार्केट है कुतुब मीनार वालों का, 10 मिनट 20 मिनट वो घुमाएगा, उधर घूमो उधर रुकेगा, फिर कुतुब मीनार पर जब छोड़ेगा टोटल 50 रुपए लेगा, ठीक है मैम। तो अच्छा लगेगा तो शॉपिंग करने का, नहीं लगेगा तो मत करना, हम लोग उसका प्रमोशन कर रहे हैं। मैले अघि यो चाहिँ ट्याग गरेँ है, यो त स्क्यान गर्दाखेरि मात्रै हामी भित्र पुग्नु पनि सक्छ है र बाहिर निस्किनु पनि सक्छ है। तपाईँहरूलाई भनिदिएको सायद अब अरूले कति जान्नुहुन्छ वा कतिले जान्नु हुँदैन। र म चाहिँ मेरो साथी त किन नआएको भन्दाखेरि हिजो एकजना साथी भेटेको थिएँ है, म त कुतुब मिनार जानु पऱ्यो भनेर भन्दै थिएँ नि त। र उहाँ साथीहरूले त के भन्छ भने नि ढिलो गर्छ है, मलाई अल्छी लाग्छ नि त्यस्तो मान्छेहरू क्या, पाक्को किन भइहाल्यो क्या। मलाई त त्यस्तो चाहिन्छ, रेडी पनि छिट्टो रेडी हुनुपर्छ हो। म त त्यो अल्छी लाग्छ कि। अन्त आज मैले त्यसलाई भनेको थियो, अब त्यसको त्यो साथी एयरपोर्टमा ल्याउनु जानुपर्ने अरे होइन, जान्छ भनेर एक्लै आँट गरेको होइन। तर अब कोही छैन साथीहरू, एकजना बहिनी त अब ड्युटीमा लाग्यो, अर्को बहिनी भोलि जानुहुन्छ होला। म त अब 3 तारिक जान्छु अब होइन। के भन्दाखेरि चाहिँ अब यस्तो छुट्टी पाइरहेको बेलामा चाहिँ हो घुम्नु पाउँदैन भनेर चाहिँ अब म गइरहेको नि त। अब महिनामा छुट्टी हुन्छ कहिले हो त्यो थाहा छैन हो। अब काममै त लागेको छुइनँ हो, यहाँ जस्तो यहाँ परेकोहरू पनि। र जाँदैछु म तपाईँहरूलाई कुतुब मिनार कस्तो रहेछ है। मैले त एक्लै रिजर्भ गरेँ, 50 रुपियाँ मात्रै अरे अन्ली। अब कहाँ बार्गेनिङ गरिरहनु है। जाँदैछु यो शक्तिपीठ छत्तिसपुर। यस्तो चाहिँ यहाँको नजारा चाहिँ रेड लाइन भइरहेको छ यहाँनिर है। अब चाहिँ लागेको हामी चाहिँ बाटो। अन्त उसले त भन्छ कि 50 रुपियाँमा म कुतुब मिनारको बजार पनि घुमाउँछु भन्छ कि। हेरौँ न अब कस्तो रहेछ है। त्यहाँनिर सपिङहरू गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ, घुम्नु त पाउँछ भन्दैछ। जाँदैछ है साथीभाइ, हेर्दै जानुहोस् है मेरो भ्लग, तपाईँलाई के कस्तो लाग्छ है। फाइनली गाइज म चाहिँ कुतुब मिनार आइपुग्नु आँटे है, तपाईँले हेर्दै जानुहोस् है। र मलाई चाहिँ हिजोदेखि आउनु मन परेको थियो है। मैले भ्लग बनाएको थिएँ साथीसँग र उहाँ चाहिँ भ्याउनु भएन हो, त्यही कारणले गर्दाखेरि। र मलाई पनि अल्छी लाग्यो, घरमा बहिनी एक्लै थियो हो, बिचरा नयाँ मान्छे नौलो मान्छे है। मेरो मनमा त अब त्यही हुन्छ, माया लाग्छ है सबैजनालाई। माया गर्दा गर्दा नै आफू यो हुने रहेछ अब हो। अब यहाँ चाहिँ कुतुब मिनार आइपुग्यो, अब म देखाउँछु नि ल तपाईँलाई कस्तो लाग्छ के लाग्छ। अब यहाँ परसँग चाहिँ जानुपर्ने रहेछ हो, यसरी क्रस हुनुपर्छ र जाँदैछु है। कुतुब मिनार देखाउनु पर्यो तपाईँहरूलाई। यस्तो हवेली चाहिँ साह्रै मनपर्छ मलाई चाहिँ। अर्को जन्ममा त राजाको बुढी भएर जन्मिन्छु है। राजाको बुढी भएर जन्म्यो भने त अचम्मै भइहाल्यो नि है। तर मैले धर्म राम्रो गरेको छु भने चाहिँ सायद हुनु पनि सक्छ है। यहाँ रहेछ नि त टोकन खोने जमाना रुपियाँ 100 रुपियाँ दिनुपर्ने रहेछ हो, लेखिरहेको छ यहाँ इङ्ग्लिसबाट पनि। क्या है भारतीय लेडिज विदेशी पाठकले यहाँ चाहिँ चेक हुँदो रहेछ बेग त, तर मेरो चाहिँ चेक गरेन है। देख्नु भयो मान्छेहरू, खुसी लाग्यो आइस आज एक्लै आएर। साथीभाइहरू छैन, अन्त अल्छी ग्रुपहरू मात्र छ मेरो साथी चाहिँ। ल है हेर्नुहोस् है त है, अब चाहिँ मजाले घुमिन्छ। यहाँ देख्नुभयो घाम पनि टन्नै लागिरहेको छ, तर त्यति साह्रो घाम चाहिँ छैन अहिले है। जुन जुलाईदेखि त अब के भन्नु, आमाम गरम त भन्नु पर्दैन। हवेलीहरू छ, मलाई त एकदमै मनपर्छ, एकदमै मनपर्छ है।
तपाईँहरू पनि आउनुहोस् है। तर आउनु भन्दाखेरि चाहिँ के भन्छु भने नि म त्यहाँ कसै अब आफ्नो रिलेटिभ दिल्लीतिर कोही छ भने 5,000 टाढोमा बस्यो भने 2,500हरूतिर मिल्छ है। र त्यहाँ आएर चाहिँ तर आफ्नो ग्यासहरू हुनु पर्यो, खाना पकाउनु होटलमा बसेर चाहिँ घुम्छु उयसमा ओला बुक गरेर भने त ओलामा चाहिँ धेरै महँगो पर्छ तपाईँहरूलाई, नभनेको 400-500 भनौँ न। अब परदेशको ठाउँमा 400-500 पनि भयङ्कर पैसा हो नि त होइन। र त्यसरी कसै छ भने यहाँ दिल्लीतिर काम गर्ने छ भने चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ हो। र आएर चाहिँ के भन्छु भने नि म त्यसरी बसेर चाहिँ घुम्नु परेर मेट्रोमा त आउनु पऱ्यो भने एकदमै सस्तो छ मेट्रो चाहिँ हो। अन्त मलाई चाहिँ मेट्रो एकदमै राम्रो लाग्यो र मैले सोचेको थिएँ म यहाँ आउँछु भनेर हो। तर हेर्नुहोस् है त, हेर्दै जानुहोस् है तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ है देखाउँछु। यसरी लेखेको रहेछ हो कुतुब मिनार। बगानबेली एकदमै दामी फुलेको छ यहाँ त, साह्रै दामी फुल्दो रहेछ। यो गरमले होला नि है बगानबेली, हेर्नु न आम्मामा। देख्नु हुँदैछ कुतुब मिनार। छुट्टीको टाइममा त अहिले अब हामी काममा लागेको छैन म चाहिँ है। र म त हिँड्छु भनेपछि हिँड्छु है, त्यस्तो खालके चाहिँ म चाहिँ त्यस्तो खालके डन। फोटो सुट हुँदैछ यहाँनिर, सुट हुँदैछ फोटो। म त कसलाई खिची माग्नु पर्ने हो, यहाँ चढ्नु पनि पैसा लाग्छ होला नि फेरि। यहाँभित्र पस्छु, एकछिन पढ्नु पऱ्यो म के लेखेको रहेछ हेरौँ न है। इस्लाम मस्जिद दामी है, हेर्नु न यस्तो साह्रै दामी छ हौ। यहाँ चाहिँ काठको रहेछ हो यो चाहिँ, हेर्नु न अब दामी छ। रिल्सहरू बनाउनु त दामी हुन्छ नि अब यहाँनिर हो, कसले गरिदिने कसले खिचिदिने है। फेरि पनि आउनुपर्छ साथीहरूसँग लिएर आउँछु उनीहरूलाई पनि है यो ठाउँमा। दामी देख्दछ। तपाईँहरूलाई मैले देखाउँछु भनेर भनेको थिएँ नि त होइन हिजोको दिनमा, तर आज म देखाउँदैछु है। हिजो र आजको भिडियो हुन्छ है र देखाउने छु तपाईँहरूलाई, हेर्दै गर्नुहोस् कस्तो लाग्यो के लाग्यो है। मलाई चाहिँ यस्तो खालको चाहिँ साह्रै मनपर्छ फेरि क्या यस्तो। यो चाहिँ च्यान होला है, मुस्लिमको कुन चाहिँ राजाको क्या। यहाँ न ढुङ्गा पर पनि जान्छु हो। माथि हेर्नु नि रोड रहेछ यहाँ। आम्मा खोकी लागेको छ भइरहेको छ। केटीहरूलाई हिँड्न भन्छु खालि रुममै बस्छ हो, पछि लाग्छ म त क्या हिँडिहाल्नुपर्छ। एक्लै आइरहेको छु हो, साथीहरू पनि छैन। साथीलाई पनि हिँड्न भनेको त्यो पनि अल्छी गरिबस्छ, ल त्यही भनेर लागिदिएको खै आइपुग्यो त। अन्त मान्छेहरू कस्तो कस्तो ठाउँबाट त हराउँदैन है। म त के भन्छु भने आँट चाहिँ हुनुपर्छ क्या आफू मध्येमा, आँट छ र जहीँ पनि पुग्छ।
त जो भन्छु तपाईँहरू पनि आउनुहोस् है दिल्ली। म त 3 बार भइसक्यो आएको तर घुम्नै पाएको छुइनँ क्या। पर जान्छु हो। मैले राजाहरू यो बाटोमा कस्तो हिँड्थ्यो होला है। ढुङ्गाको के हो बनाएको भैया बाटोहरू त पुरा छ। नेपालीहरू पनि अलिअलि छ यहाँनिर। जबकुसुम पनि फुल्दछ यहाँनिर। चाइनिजहरू पनि पुरा रहेछ। यो ठाउँमा त साह्रै बेसी बस्नु नदिँदो रहेछ नि त। उहाँ सुतिरहेको छ। के सुतेको कि बिमार छ भनेर भन्दैछ यो घाटले चाहिँ। किन सुत्नु है। उहाँ चाहिँ चाइनिज हो जस्तो लाग्यो मलाई। निकै धेरै आउँदैछ चाइनिजहरू। के पुग्नु पाइन्छ जाने थियो है। बनाउँदैछ हो। र गाइस वो तो यहाँ फिर यिनीहरू यहाँ रहेछ। ये क्या है ये देखो जेल है ना जेल। जेल जस्तो छ यहाँ त। ए यहाँ उकालो जाने त बन्द गरिदिएको रहेछ नि त फेरि हो। यहाँबाट जाँदो रहेछ नि त। र म चाहिँ यहाँनिर जाँदैछु। सबै ठाउँ घुम्नु पऱ्यो नि है। 40 रुपियाँमा त यस्तो दामी दामी जग्गा घुम्नु पाउँदा त कम त खुसी लाग्दैन है। हेलो कहाँ से हो आपका घर का है। यहीं पर कौन से जगह में बोलो ना एक बार बोलो तो। लजाक हेर्नु नि। ल है साथीभाइहरू आवेली हेर्न यस्तो घुम्नु मनपर्छ नि त फेरि हो। घुमाइ घुमाइ हुँदैछ। यहाँ के आए ये वो नहीं जाएगा वहाँ क्या है। वहाँ पता नहीं कुछ नहीं है वहाँ पे। रास्ता भी नहीं है। नहीं आया हूँ। रास्ता नहीं मिलेगा वहीं से नहीं जाएगा। ये के ठेलाई नि राजाहरूको के थियो होला है। हाउस खासमा पनि दामी दामी छ नि। त्यहाँ त गएको म कि तर अब यस्तो भ्लग चाहिँ गर्दिनँ थिएँ मैले हो। यहाँ के उयो पानी खाने जस्तो थियो रहेछ। जङ्गलहरू हेर्नु न कस्तो दामी है। भिडियो गरेर देखाउनु पर्यो तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ। मन पराइदिनु भयो भने एकदमै खुसी लाग्छ। भ्लग चाहिँ बनाउनु छोड्नु हुँदैन। यहाँ पनि
के को जरा के को हवेली हो आइ हौ अल्छी लाग्यो भोक लागेसम्म भयो बिहान मात्र खाना खाएर हिँडेको अब भोलि लास्ट छ अब भोलि फेरि कता हुन्छ हो भोलि मैले त युट्युबको र मेरो साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो होला आजको मेरो ब्लग है कोशिका लामा थापा ब्लग तपाईँहरूलाई कस्तो लाग्यो होला है र हेर्दै जानुहोस् र म भिडियो पनि अब यहीँ इन्ड गरौँ भनेर भन्दैछु हो यहाँ ऊ पर पनि जाउँ भन्दैछु कि अहिले हेरौँ अब अल्छी लाग्यो भने त जान्छु होइन यहाँ त घुम्नु पुरा आइरहेछ हो ढुङ्गा हेर्नु नि यो त हाम्रो खोलाबाट ल्याएको होला है ढुङ्गा त भन्नु पनि भएको छैन यहाँ त राजाहरू पौडी खेल्थ्यो अरे नि त हो खै राजाहरू कता गयो खोज्दा खोज्दा भयो राजै छैन र कस्तो लाग्छ के लाग्छ तपाईँहरूले भन्नुहोस् है फेरि पनि यस्तै ठाउँहरू लिएर आउनेछु र मेरो भ्लग कस्तो लाग्यो तपाईँहरूलाई होइन साह्रै त राम्रो भएन होला होइन र मन पराइदिनु भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् नयाँ हुनुहुन्छ भने है त मलाई सपोर्टको खाँचो छ है सपोर्ट पनि चाहिएको छ धेरै है र कम्ती छ नि त मेरो सब्सक्राइबरहरू यहाँबाट झरौँ भनेको थिएँ कि छैन परेछ कस्तो बिहार भन्छ फोटो खिच्दैछ यहाँ बहिनीहरू नेपालीहरू हुनुहुँदो रहेछ हो पर जान्छु कि देखाउँछु नि ल यो पनि भिडियो यसमा हाल्छु नि म साथी हो मेरो भिडियो त फुल भएछ कि र तपाईँहरूले सोच्नु हुँदै होला है बिहान खाना खाएर म त आएको भोक पनि लाग्दैछ मलाई हो र अब चाहिँ घर जाने अन्त यहाँको गार्डले फुक्दैछ सिटी छिटो निस्कि भनेर क्या अन्त तपाईँहरू पनि छक्कै पर्नुहुन्छ होला है यो कोशिका लामा थापा त कहाँनिर गएको घरि गाउँको देखाउँछ सागहरू रोपेको घरि कहाँको देखाउनुहुन्छ भनेर भन्नुहुन्छ होला है तर के गर्नु है निस्किनै पर्छ गाउँमा मात्रै बसेर पनि हुँदैन है आफ्नो जिन्दगी लामो छ है काम गर्नुपर्छ है त्यही भन्छु के म सबैजनालाई अन्त हेर्दै जानुहोस् कस्तो के हुन्छ है र मलाई धेरै सपोर्टको खाँचो छ तपाईँहरू तर्फबाट है र अब जाँदैछु भिडियो पनि उयसमा ग्यालेरीमा फुल भएछ हो अस्तिको त्यो कतिवटाहरू मैले हालेको छुइनँ नि त भ्याएको पनि छुइनँ फेरि नेटवर्क पनि नपक्रिँदो रहेछ कि र हाले त्यो लगाएर चाहिँ त्यो लगाउनु पनि पर्ने छ अब यो भिडियो पनि लगाउँछ के दामी किनेको अब चाहिँ यहाँबाट एन्ट्री होला है जानु पर्यो